हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ मिनी भ्लगमा। त्यो चाहिँ म उठेर पिएँ चिया सिड पानी हो, त्यसमा चाहिँ मैले लगाएको थिएँ निम्बु पनि हालेर खाएँ। त्यसको बादमा चाहिँ मैले बनाएँ आफ्नो लागि कोल्ड कफी। हजुरहरूलाई सबैलाई थाहा छ मलाई कोल्ड कफी मनपर्छ भनेर। अनि त्यो चाहिँ मेरो चाहिँ नाइकाबाट चाहिँ नि झन्डै 1 महिना पनि बेसी भनौँ न लाग्यो होला हौ सामान मगाउँदा नि कति ढिलो बाद। अब त्यो डेलिभरी बोयले नल्याइदिएको होइन, मैले चाहिँ अब यस्तो रिस उठ्छ मलाई नाइकाबाट चाहिँ, नाइकाको त्यो डेलिभरी गर्ने त्यो मान्छेले चाहिँ। अन्त चाहिँ मैले टोनर अन्त फेस वास लिपस्टिक अन्त मोइस्चराइजरहरू सकेको थियो, त्यही अर्डर गरेको थिएँ होइन। कस्तो ढिलो बादमा आयो, त्यस्तो रिस उठिरहेको थियो मलाई त्यो मान्छेसँग। त्यसको बादमा चाहिँ बेलुकाखेरि चाहिँ मैले आलु भुटेँ मजाले हो, दाल बनाएँ अन्त खानासाना खाएँ अफिस जानुपर्छ भनेर। अन्त चाहिँ खानासाना खाइसकेर जस्तो रेडी भएको थियो त्यस्तै लाइट गयो हो, अन्त त्यत्तिकै भिडियो बनाइरहेको छु, देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो पुरा लाइट जाँदै आउँदै जाँदै अब त्यो गरिरहेको थियो। अन्त चाहिँ हामी गयौँ, अन्त अफिस पुगिसकेर चाहिँ अन्त हाम्रो छुट्टी भएर हामी फर्किँदाखेरि चाहिँ पानी परेर चाहिँ भर्खर रहेको थियो रहेछ धन्न होइन, देख्न सक्नुहुन्छ। चिसै अब पानीले भिजिरहेको छ। अन्त आएर चाहिँ मैले रुमहरू सफा गरेँ, त्यसको बादमा स्किन केयर गरेँ, देख्न सक्नुहुन्छ मेरो स्किनको ग्लो। अन्त चाहिँ त्यसको बादमा मैले अस्करलाई खाना दिएँ होइन। अन्त आजलाई चाहिँ यति नै, बाई बाई, नेक्स्ट भिडियोमा भेट्नेछौँ, बाई।